सो हे गाइस, तपाईहरुलाई मेरो YouTube च्यानलमा स्वागत छ। आज हामीहरु घरै मासु पकाछौं, हेर्न सक्नुहुनेछ। अब मासु पकाछौं, खाएर टेस्ट गरेर भन्छौं। अनि यो खानालाई मान्छे पनि बसेछन्, यी हेर्नु 2-3 जना बसेछन्, अरु पनि मान्छे रहेछन्। म देखाउँछु अहिले एकछिनमा। दुईटा सानो फुच्चे बसे रहेछन् यता। यो बाबुले त भोक लागेछ, अनि दुईटा भाइ यता छन् अनि दुईटा यता। ल त गाइस, अब खाने टाइम आइसकेछ। ठुलो दाइले निकाल्दैछन् मासु अनि खाएर भन्छौं अहिले कस्तो रहेछ टेस्ट। कमेन्टमा भन्नु होला कस्तो रहेछ मासु। अनि च्यानलमा नयाँ आउनु छ भने च्यानललाई सब्स्क्राइब गरिदिनु होला, एक लाइक पनि गरिदिनु होला। यो दुईटा भाइ त एकदम लजाइरहेछन्, भिडियो बनाउँदाखेरि लजाइरहेछन्। यो दुईटा भाइ राम्रो हुन्छन्। यी हेर्नु, दुईटै भाइ एउटै थालीमा खान्छन्। अब एउटा भाइ यता उभिएर छ, अहिले पनि निकालिरहेछन् दाइले। अनि मासु टेस्ट गरे। यी हेर्नु, यो भाइले त थाली सानो परेर पुरै त्यो मासुको पुरै त्यही ल्याइदियो छ, त्यसैमा खाँदो रहेछ यो भाइले। मासु त एकदम बवाल बनेको छ गाइस, सबै खानेछौँ मजा लिएर। यो भाइले त धेरै मन परेछ, त्यसैको लागि त्यसैबाट छानी छानी खाँदै रहेछ। हेर्न सक्नुहुनेछ, म पनि खाइरहेको छु। खानु छ भने लिनु, खाइहाल्नु। अनि लाइक सेयर गरिदिनु होला। थ्याङ्क यू।